यो चाहिँ तोरीको तेल। यो परम्परागत यो शैली हो जो चाहिँ यसरी यो तोरीको तेल यसरी निकालिन्छ। एउटा यसलाई कोल भन्छ हैन, यस्तो एउटा काठको बनिएको हुन्छ। त्यो कोलमा चाहिँ यसरी बनाएर यो बाँसको एउटा फिफी भन्छ, यहाँ चाहिँ लगाएर यहाँ त्यो तोरी कुटेर यहाँनिर आगोमा पकाएर अनि चेपेर यसको तेल निकाल्ने हो हैन। यति निकालिसकिएको छ यो बोतलमा। म तपाईँलाई कस्तो गरिन्छ यसरी गर्ने, अलिकति मासु निकाल्ने अनि यसरी चेप्ने छिप्ने बल्ल छिप्नुपर्छ क्या।
पर्यो छिमेकी भेटघाट गर्न बिर्ता इतरी नि हजुर काम लाग्यो रमाइलो जताए पनि हजुर पूर्वै रमाइलो जताए पनि हजुर पूर्वै रमाइलो जस्तै चोखो हाम्रो मन कञ्चनजङ्घा प्रतिभा सगरमाथा हाम्रो